नमस्ते वेलकम छ सुजल ब्लगमा र हामी चाहिँ आज मुकबाङ गर्न लागेको छौँ र हामीसँग माइजु हुनुहुन्छ अनि भाइ नाम सुजल अनि आकृति बहिनी अनि यहाँ म चाहिँ दियासिनार अनि युनिका नमस्ते अनि यहाँ मम्मी नि हुनुहुन्छ अनि माइजु ल आज चाहिँ हामी घरमा पानीपुरी बनाएको पुरै फ्यामिली बसेर पानीपुरी खाने भनेर धेरै दिनपछि यसरी बसेर खान पाइए नि ल आज हामीले पानीपुरी बनाऊँ हेरिदिनु होला हाम्रो यहाँनिर पानीपुरी पानीको पुरी पनि के अरे पानी पनि छ हेर्नु होला ल अब हामी खाँदैछौँ सबैले हेरेर सपोर्ट गरिदिनु होला सुजल च्यानललाई मेरो च्यानल हो यो ल अब हामी खाँदैछौँ गाइजहरू तपाईँहरूले हेरिदिनु होला कस्तो छ टेस्ट गरेर भन है कसले बनाएको ल टेस्ट गर्नु सबैले ल लिग लिग यो तिमीहरू लिग अघि बहिनी आउनु भएको रोक्नु भयो एउटा बोटकोमा हालिदिन्छु रोक्नु अनि पहिला हाल्न सजिलो हुन्छ निकालेको खानालाई ल हाल्नु दि खानु यता ल्याउ यहाँ पर्दाखेरि बिग्रिन्छ यहाँ पऱ्यो भन्दाखेरि बैनी यहाँ नपार्नु के नपार्नु भनेको ल खायौँ है त गाई त नाइला दिएको एउटा खाऊ खाने खाँदै गर है बहिनीलाई एकदम मिठो छ मेरो पिरो अब यिनलाई केमा हालिदिने झोल झोल कति मिठो भयो है खाने नि मिठो भयो नि झोल मिठो झोल भयो कस्तो बसेर खान मजा हुन्छ नि यस्तो फ्यामिली बसेर खाँदा छुट्टै मजा खाँदै लाग्यो गर्दै गर्दै बाहिर घर राम्रो भयो कति मिठो भयो न जाने क्या यत्रो ठुल्ठुलो आलु पनि भरि भरि हालेछ भने चाहिँ अघि तिज हाल्नु मन गर्दैन कि भरि भरि हाल्नु मिठो हुन्छ मसला मेरो पिरो होइन खुट्टा पनि खाएन मेरोमा दुईटा खुर्सानी छ खाएँ मैले एउटा खाएँ म खान सबै खाऊ मैले फर्स्ट बार एउटा त्यो खरेलको गीता हो कि गीताले मलाई के अरे आन्टी हिँड्नुहोस् उहाँ यस्तो खाम भनेर लगिदिएँ कि मैले कहिले खान्थिनँ कि उसले त मुखा कप पालिन्छ मलाई त गरेर म त कहिल्यै खान्न भनेर मैले कसरी खाइदिउँ कि हो है पानी गिलास त लाग्दैन किन गर्नु पर्यो भनेर गर्नु पर्यो कि त्यही भएर मनै नपर्ने मलाई के मिठो भयो नि हामी साइडमा दोकानको भन्दा मिठो भयो है आमा हुनुहुन्छ अनि दिदी पनि हुनुहुन्छ पुरा गरेर घरमा। पुरा गरेर खाऊ अलि मिठो भयो खाने यो पानी पनि कति मिठो छ पुरै पोखेर मलाई रेसिपी चाहिए पर कमेन्ट गर्नु पानी छ हामीले रेसिपीको लागि पनि छुट्टै भिडियो ल्याउँछौँ त्यही झोल खाने म त उठेँ है भयो मलाई त लाम लाग्छ त्यसरी यस्तो त हालत छ देखेन त मात्र पनि बिजोग
राम्रो हुनुपर्छ कि कति राम्रो आए सबै उठ्दै जानुभयो अब आखिर भाइ सबै उठ्दै जानुभयो खाऊ खाऊ खाऊ। छोड्देऊ पाएन लास्टमा एक पापड खाऊ है। उयो आन्टीले गर्दा चाहिँ मिठो खान पायो मम्मीले रमाएन यो पानी कस्तो मिठो ल आज हाम्रो पानीपुरी सकियो सबै खाली भयो देखाइदियो सब सकियो दाजु नि ए कसले फोटो खायो यो निकाल्यो हो मम्मी खुल्यो के हो खाऊ। ल लास्ट पेन्टिङ गर 8 दिन बाद पूजा आन्टीले फुल्टी खाउनुहुन्छ हामी त जहाँ चाहिँ नुहाइ गएर दुई दिन हामीले चाहिँ सबै पानीपुरी